सबैजना नमस्ते। म आज मेरो गाउँ माबाङ आएको छु। मेरो गाउँमा चाहिँ एउटा मेरो साइनो पर्ने बडो हुनुहुन्छ। उहाँले चाहिँ मान्द्रो बुन्नुहुने रहेछ। मान्द्रो बुनिराख्नु भएको छ भर्खर। उहाँहरूलाई म देखाउन जान्छु। बडो मान्द्रो तपाईँले धेरै पहिलेदेखि चाहिँ बुन्नु भएको नि होइन? अझै पनि बुन्नुहुन्छ? यो पनि तपाईँहरू बुन्नु भएको होइन? तपाईँ बडो अहिले कति वर्ष पुग्नुभयो? 75 वर्ष पुग्नुभयो। अझै नै आँखा राम्रो अलि झाझुझु गर्नुहुन्छ। तर पनि हारको छामले पहिला बानी परेको पो नत्र आँखा चाहिँ देख्दिनँ। अलि बिग्रो भने त्यो बेला बिग्रो भने फेरि हारको छामले फेरि बनाउँछु। बिग्रो भनेपछि बनाउनुहुन्छ। तर मान्द्रो तपाईँले राम्रो बुन्नुहुने रहेछ। मेरो बुवाले पनि लग्नु भयो बाँसको। यो फेरि के को नि? यो कालो निङ्लाको भनौँ। निङ्लै त होइन तर लेकतिर पाइने मालिङ्गा। ए अनि सन्चै हुनुहुन्छ लागेर होइन? हजुर। अनि दाई भाउजूहरू इन्डिया हुनुहुन्छ? 1 वर्ष भएको इन्डिया गएको 80 वर्ष। ए बत्तिस चाहिँ डुबे हुनुहुन्छ भनेपछि अब यो त बुन्दा चाहिँ एकदम अति एकदम गाह्रो पो हुनु त न? उहाँ चाहिँ सुनसरी गाउँपालिका 5 माबाङ स्थितमा रहनुभएको हाम्रो बडो हुनुहुन्छ। 75 वर्ष भन्नुभयो होइन? 75 वर्ष पुगेल्नुभयो। फेरि पनि उहाँको मेहनत, उहाँको परिश्रम चाहिँ अझै पनि उहाँले गरिराख्नु भएको छ। अब उहाँहरूको पुरानै गरिराख्नु भएको उहाँहरूले चाहिँ छोड्न सक्नुहुन्न। अब गरिराख्ने बानी अझै पनि गरम भन्ने उहाँहरू लाग्छ होइन बडो? अझै पनि गरम भन्ने लाग्छ तपाईँहरूलाई होइन? बाँचिन्जेल त अब अलिकति केही गरम कि भन्ने तपाईँको आशा। ल हुन्छ बडो, तपाईँलाई धेरै धेरै धन्यवाद। अब यस्तो गरिदिनुभयो, बुन्नुभयो, राम्रो हो। होइन बडो, म माथि गाउँ जानु लागेको थिएँ अनि तपाईँलाई यति ठ्याक्कै भेटेको र अनि भेटेर तपाईँले फेरि मान्द्रो बुनिराख्नु भएको रहेछ। अझै पनि यो काम छोड्नु भएको रहेछ भनेर यसो तपाईँको कलालाई पनि देखाइदिउँ कि भनेको। जेठालाई यदि कसैले मान्द्रो